खाडी मुलुक गएपछि जिन्दगी सेट हुन्छ। हामी धेरैले सुनेको र धेरैले देखेको सपना हो यो। तर साँच्ची नै के विदेश जानु सफलताको ग्यारेन्टी हो त? कि यो एउटा यस्तो जाल हो जहाँ हजारौं नेपाली श्रमिकहरू फसिराखेका छन्? आज हामी यही गहन विषयमा कुरा गर्दैछौँ। दुबई, कतार वा साउदी अरेबिया, के यो एउटा मिठो सपना हो कि टिटो फस्ने जाल? आजको हाम्रो यो प्रस्तुतिको मुख्य उद्देश्य भनेको त्यो लुकेका, कसैले खुलेर नबोल्ने टिटो सत्यहरूलाई छडालङ्ग पार्नु हो। सपना एकतिर छ र वास्तविकता बिल्कुलै अर्कोतिर। लाउ अब कुराको चुरोतिर लागौं। हामी यहाँ हावामा कुरा गर्दैछैनौँ। यो पुरै विश्लेषण तथ्य र प्रमाणमा आधारित छ। हामीले CIS-CLM को नीति सञ्क्षेप, फेयर स्क्वेयरको अनुसन्धान र नेपाल लेबर माइग्रेसन रिपोर्टले प्रस्तुत गरेका आधिकारिक तथ्याङ्कहरूलाई आधार मानेका छौँ। अन्तर्राष्ट्रिय श्रम रिपोर्ट र मानवाधिकार अनुसन्धानले जे देखाएका छन् त्यही सत्य हामी यहाँ प्रस्तुत गर्दैछौँ। आज हामी मुख्य 5वटा टिटो सत्यहरू हेर्नेछौँ। पहिलो, कन्ट्र्याक्ट छुट। दोस्रो, खतरनाक गर्मी। तेस्रो, कफाला सिस्टम। चौथो, श्रम शोषण। र अन्तमा आर्थिक सत्य। खाडी मुलुकको वास्तविक चित्र बुझ्न यी 5वटा कुरा बुझ्न एकदमै जरुरी छ। सुरु गरौँ पहिलो सत्यबाट। कन्ट्र्याक्ट छुट। एजेन्टले गर्ने बच र विदेश पुगेसी देखिने वास्तविकता बीचको आकाश पातालको फरक। नेपालमा हुँदा भिजा रेडी छ, अच्च तलब हुने सुपरभाइजरको काम हो भनेर कस्तो राम्रो आश्वासन दिन्छ नि, होइन? तर विदेश पुगेसी प्लेसमेन्टमा ढिलाइ, कन्ट्र्याक्ट नै चेन्ज अनि अन्तमा कम तलब हुने क्लिनको काम थमाइदिन्छ। एकदमै ठगी हुन्छ यहाँ र तुरुन्तै पैसा असुल्ने काम व्यापक छ। वैदेशिक रोजगार विभाग अर्थात् डोफेमा दैनिक रूपमा आउने उजुरीहरूले यो कुरालाई झन स्पष्ट पार्छ। नक्कली भिजा, गैर कानूनी रूपमा असुल गरिने महँगो शुल्क, कन्ट्र्याक्टको गम्भीर उल्लङ्घन र श्रमिकहरूलाई विदेशमा अलपत्र पर्ने समस्याहरू एकदमै आम छन्। देश छोड्नु अगाडि नै हजारौं नेपालीहरू आर्थिक शोषणको शिकार भइसकेका हुन्छन्। अब जाउँ दोस्रो सत्यमा, खतरनाक गर्मी। 40 डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा काम गर्नुपर्दाको कष्ट एकदमै भयावह छ। खाडी क्षेत्रमा महिनौसम्म दैनिक तापक्रम 40 डिग्री भन्दा माथि पुग्छ। फेयर स्क्वेयरको अनुसन्धान अनुसार कन्स्ट्रक्सन र बाहिर काम गर्ने श्रमिकहरू जानलेवा हिट स्ट्रेसको शिकार हुन्छन्। सोच्नुहोस् त, यस्तो कडी गर्मीमा 10 देखि 14 घण्टासम्म लगातार काम गर्न बाध्य छन् उनीहरू। यो कुरालाई झनै दृश्य बनाउन UAEमा लाइफगार्डको काम गर्ने 30 वर्षीय नेपाली युवा गणेशको यो भनाइ सुनाऊ। उहाँ भन्नुहुन्छ, भुइँ यति तातो थियो कि म खाली खुट्टाले छुन पनि सक्दिनथेँ। यसले मेरो छाला नै झडाउँथ्यो। गर्मीको कारण गणेशले पछि गएर मृगौला यानि किडनी फेल हुने गम्भीर समस्या भोग्नु पर्यो र अहिले जीवनभर डायलिसिस गर्न बाध्य छन्। यस्तो असहाय गर्मीले ल्याउने गम्भीर स्वास्थ्य जोखिमहरूमा हिट क्र्याम्प्स, हाइपरथर्मिया, मुटुको रोग, मृगौला फेल हुने र मृत्युदरमा वृद्धि मुख्य छन्। अनुसन्धानकर्ताहरूले स्पष्ट देखाएका छन् कि नेपाली श्रमिकहरूमा देखिने अस्वाभाविक मुटुको रोग र मृत्युको सीधा सम्बन्ध यही अत्यधिक गर्मीसँग छ। पैसा कमाउन गएकाहरू आफ्नो स्वास्थ्य गुमाएर फर्किरहन्छन्। तेस्रो सत्य, कफला सिस्टम। यो एउटा यस्तो पशु हो जसले गन्तव्य देशमा मान्छेको व्यक्तिगत स्वतन्त्रता नै खोज्छ। कोफाला सिस्टम भनेको के हो त? यो मिडल इस्टमा प्रचलित एउटा स्पोन्सरशिप प्रणाली हो। यसले प्रवासी श्रमिकको आवासीय र कानूनी हैसियतलाई पूर्ण रूपमा एउटा निश्चित इम्प्लोयर अर्थात् साउसँग बन्धाउँछ। यसको मतलब साउलाई श्रमिकको त्यो देशमा बस्ने कानूनी अधिकारमाथि लगभग पूर्ण नियन्त्रण हुन्छ। यसको असर के हुन्छ त? साउले पासपोर्ट जपत गर्छ, एक्जिट भिजामा रोक लगाउँछ, आफूलाई काम मन नपरे पनि फर्कनु मिल्दैन र सधैँ देश निकाला हुने डरमा बाँच्नुपर्छ। यो प्रणालीले श्रमिकहरूलाई यस्तो शोषक परिस्थितिमा फसाउँछ जहाँबाट गिरफ्तारीको जोखिम बिना न त उनीहरू निस्किन सक्छन् न त काम नै परिवर्तन गर्न सक्छन्। चौथो सत्यतिर लागौं, श्रम शोषण, बिना तलाब काम। यहाँ हामी श्रमिकहरूले भोग्ने आर्थिक दुर्व्यवहारको कुरा गर्छौं जुन पेन्डेमिकको बेलामा झनै विकट रूपले बढेको थियो। 1,15,000 रुपैयाँ, यो हरि शर्माको कथा हो, जसले कामको लागि यति ठूलो रकम तिर्नुभयो तर विदेश पुगेसी महिनौसम्म श्रम शोषणको शिकार हुनु पर्यो। तालब नदिएको मात्र होइन, उहाँलाई अरू नै ठाउँमा बिना तालब भारी बोक्ने काम गर्न बाध्य गराइयो। सोच्नुस् त, कस्तो मानसिक तनाव भयो होला।
नेपालको माइग्रेन्ट रिसोर्स सेन्टर्सबाट प्राप्त तथ्याङ्कले यो निराशाजनक वास्तविकता देखाउँछ। श्रमिकहरूबाट आउने मद्दतको पुकारहरू हेर्ने हो भने 22.2% समस्या अक्युपेसनल हेल्थसँग सम्बन्धित छन्, 14.3% उद्धार र नोजर बुन्दाका कुरा छन् भने 10.6% केसहरू त सिधै मृत्युसँग सम्बन्धित छन्। यो सरै नै हृदय विदारक तथ्याङ्क हो। अब आउँ अन्तिम सत्यमा, आर्थिक सत्य। आखिर पैसा जान्छ कहाँ? नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वेको तथ्याङ्कले रेमिटेन्सको उपयोग कसरी हुन्छ भन्ने स्पष्ट पार्छ। आएको पैसाको 72.3% हिस्सा त दैनिक उपभोगमै खर्च हुन्छ, 13.5% ऋण तिर्नेमा जान्छ, बचत केवल 10.5% मात्र हुन्छ र लगानीको कुरा गर्ने हो भने मात्र 2.0% छ। यसलाई हेर्दा विदेशबाट आएको पैसा दीर्घकालीन सम्पत्ति भन्दा पनि दैनिक जीवनयापन र ऋण तिर्नेमा सकिँदैछ। यसको सार के हो त? समय बित्यो, ऊर्जा सकियो, तर धेरैको लागि ठूलो बचत एउटा भ्रम मात्रै बनेर रह्यो। विदेशमा अत्यधिक शारीरिक र मानसिक त्याग गरे पनि धेरै श्रमिकहरू घर फर्किँदा आर्थिक रूपमा जहाँको तहीँ हुन्छन्। अघि सर्यो पनि भिर, पछि सर्यो पनि भिर जस्तै। यति धेरै जोखिमहरू हुँदाहुँदै पनि के गर्न सकिन्छ त? तथ्याङ्क र रिपोर्टहरूले सुरक्षित प्रवासको लागि केही व्यावहारिक कदमहरू सुझाउँछन्। पहिलो, डिओएफईमा म्यान पावरको लाइसेन्स भेरिफाई गर्ने। दोस्रो, कन्ट्र्याक्टको शर्तहरू पूर्ण रूपमा बुझ्ने। तेस्रो, ब्याङ्क मार्फत मात्रै कारोबार गर्ने, हातमा क्यास नदिने। र चौथो, कफला कानूनको वास्तविकता बुझेर मात्र निर्णय लिने। बिना अनुसन्धानको यात्रा सधैँ जोखिमपूर्ण हुन्छ। अन्तमा यिनी तथ्याङ्कहरूले एउटा गम्भीर प्रश्न खडा गर्छन्। के विदेशमा गएर कमाउने आर्थिक लाभले त्यहाँ भोग्नुपर्ने मानवीय मूल्य र स्वास्थ्यको जोखिमलाई जित्न सक्छ? के यो आर्थिक आशाले यस्तो मानवीय क्षतिलाई न्यायोचित ठहर्याउँछ? हजुरहरू आफै विचार गर्नुहोस्, के यो आर्थिक जोखिम त्यो मानवीय खर्चको तुलनामा साँच्चीकै वर्थित छ त?